Welcome to the internet. अहिले हामी ठ्याक्कै ललिता घाट बनारसमा छौँ। यो स्थान चाहिँ काशी विश्वनाथ मन्दिर जाने द्वार पनि हो, प्रमुख द्वार भन्दा पनि हुन्छ। यो भवनको बायाँतर्फ देवी राजराजेश्वरीको मन्दिर पनि देख्न सकिन्छ। हेलो दाइ। हेलो। दामी आइहाल्यो नि यार फोटो पनि। हाम्रो मिलन सर र अच्युत दाई फोटो खिच्नमा व्यस्त हुनुहुन्छ। यस घाट परिसरमा प्रसिद्ध नेपाली मन्दिर पनि रहेको छ, जसलाई नेपालका राजा रणबहादुर शाहले निर्माण गर्न लगाएका थिए। गङ्गामा डुबुल्की मारिसकेपछि भक्तजनहरू यो निकै ठाडो सिडी चढेर मन्दिर दर्शनलाई जानुपर्ने रहेछ। अलिक गाह्रै हुन्छ होला। यहाँ पनि दाजुहरू फोटो खिच्नलाई नै व्यस्त हुनुहुन्छ। हामी देख्न सक्छौँ मान्छेहरूको खचाखच भिड छ र अनि माथि आएपछि चाहिँ मन्दिर होइन कि यो त कम्प्लेक्स हो कि जस्तो पनि लाग्ने रहेछ। एकदम सुग्घर सफा, निट एन्ड क्लिन छ। इन्डिया नेपालबाट मात्र होइन, तेस्रा मुलुकदेखि पनि भक्तजनहरू चाहिँ आउनु हुँदो रहेछ। मन्दिर जान सहजताको लागि एलिभेटर पनि राखिदिएको रहेछ। मान्छेहरूको भिडको कारणले गर्दाखेरि धेरै नै रहेछ। माथि आएपछि त सपिङ मल जस्तो अनुभव हुने रहेछ। विभिन्न ब्रान्ड, रेस्टुरेन्ट, ब्याङ्क, एटिएम सबै फेसिलिटी रहेछ। गङ्गा तटबाट मन्दिर त झन्डै 300 मिटर चाहिँ हाराहारीमा पर्दो रहेछ कि के हो। निकै घुमेर आउनु पर्यो र हाम्रो मोबाइलहरू सबै यहाँ राख्नुपर्ने रहेछ र हामी बायाँ लाएर अनि मन्दिर जानुपर्ने रहेछ। मन्दिरभित्र बनेका यति विशाल संरचनाहरू सपिङ मल भन्दा केही कम छैन। अब हामी चाहिँ यहाँ मोबाइल राखेर यहाँबाट चाहिँ काशी विश्वनाथ मन्दिर दर्शन गर्न चाहन्छौँ। हामी दर्शन गरेर बाहिर निस्क्यौँ। मुख्य मन्दिरमा मोबाइल लान नपाइने रहेछ। निकै भिड थियो भित्र पनि। जाउँ। अब हामी मन्दिरको मूल द्वारबाट निस्केर यस घाट परिसरमा रहेको प्रसिद्ध नेपाली मन्दिर काठवाला मन्दिर भनेर पनि चिनिँदो रहेछ, जसलाई नेपालका राजा रणबहादुर शाहले निर्माण गरेका थिए। अघि मैले भनेको थिएँ। यहाँ जान्छौँ। जीर्ण भवनहरू रहेछ। नेपालका राजा रणबहादुर शाह बनारसमा निर्वाचित जीवन बिताउँदाखेरि बनाएको पशुपतिनाथको मन्दिर रहेछ त्यो। अब हामी त्यहाँ जान्छौँ। खासै ठुलो मन्दिर त रहन्छ, तर बन्द पनि रहेछ। सन् 1800 देखि 1804 सम्म चाहिँ बनारस बस्दाखेरि रणबहादुर शाहले चाहिँ पशुपति मन्दिर बनाउन लगाएर नेपाल फर्केपछि उनको हत्या भएको रहेछ र पछि उनका छोरा त्रिभुवन युद्ध वीर विक्रम शाहले चाहिँ पछि सो पशुपतिनाथको भवन बनाउनु भएको रहेछ। र यहाँ सद्गुरुको आउटलेट पनि रहेछ। हामी इसापुरम पनि जान्छौँ, जुन कम्प्युटरमा छ। यसो यहाँ पनि पसेर धेरै कुराहरू रहेछ। अनि हामीले चाहिँ एउटा टावेल किन्यौँ। राम्रो रहेछ ठाउँ, राम्रो बनाएको रहेछ, राम्रो लाग्यो।
हामीलाई चाहिँ अझ कम्प्युटरै जान्छौँ। अब त्यहाँ पनि यस्तै राम्रो होला। पछि काशी नरेशले सो मन्दिरमा बनेको जग्गा नेपाल सरकारलाई नै हस्तान्तरण गरेको रे भनेर चाहिँ पढ्न पाएँ। र अनि अब तल विशाल गङ्गा नदी यहाँ माथिबाट नै देखिँदो रहेछ। मान्छेहरू त धेरै कम भइसकेका छन् अहिलेको भन्दा। बेला बेलामा पुलिसले लखड्दो पनि रहेछ मान्छेहरूलाई, अनि त्यहाँ बसेर खाना पनि दिँदैन रहेछ। जे होस् राम्रो छ। हामी मन्दिर दर्शन गरेर बाहिर सडकमा निस्क्यौँ। सडक त निकै हस्टेल एन्ड पोस्टल एरिया जस्तो रहेछ, एकदमै गाह्रो हिँड्नलाई पनि। न मोटरसाइकलले मान्छेलाई बाटो छोड्छ, न मान्छेले मोटरसाइकललाई बाटो छोड्छ, एकदमै गाह्रो रहेछ। हामी मन्दिरबाट निस्केर बनारस हिन्दू विश्वविद्यालयमा जाँदैछौँ। बनारस हिन्दू विश्वविद्यालयको गेट रहेछ त्यो। बनारस हिन्दू विश्वविद्यालयको कुरा गर्दाखेरि चाहिँ लार्जेस्ट रेसिडेन्सियल युनिभर्सिटी रहेछ भने यसको चाहिँ कभरेज एरिया भनेको चाहिँ 1300 हेक्टर रहेछ। र अनि त्यहाँबाट एकाडेमिक डिपार्टमेन्ट पनि यसको चाहिँ 104 रहेछ। र सन् 1916मा चाहिँ यो निर्माण सम्पन्न भएको रहेछ अथवा इस्टाब्लिस भएको रहेछ। अहिले हामी बनारसी जङ्सनमा आइपुगेका छौँ। यसलाई चाहिँ बनारस क्यान्ट पनि भन्छ। यो चाहिँ इन्डियन रेलवेको सबैभन्दा पुरानो सेक्सन पनि रहेछ। सन् 1862मा पहिलो रेलवे लाइन बनारसदेखि कलकत्ताको हावडा जोड्ने चाहिँ यहाँदेखि चलिरहेछ। यसको मतलब आजभन्दा पहिला 164 वर्ष पहिला नै झन्डै 760 किलोमिटर रेलवेको लाइन चाहिँ बनिसकेको रहेछ। नेपालबाट कोही बनारस आउँदै हुनुहुन्छ भने यहाँनिर दुईवटा जङ्सन छ। एउटा बनारस जङ्सन, अर्को चाहिँ बनारस सिटी जङ्सन रहेछ। हामी सिटी जङ्सनमा ओर्लेको थियौँ। सिटी जङ्सनमा ओर्लिँदाखेरि चाहिँ एकदम सजिलो हुँदो रहेछ जानको लागि। र त्यहाँबाट मेरो भिडियो हेरिदिनु भयो, मन पराइदिनु भयो भने कमेन्ट गरिदिनु होला। अब हामी यहाँबाट चाहिँ मुम्बईको लागि चाहिँ जाँदैछौँ। अब मुम्बईको भिडियो पछि आउनेछ। सपोर्ट गरिदिनुहोस्, हेरिदिनुहोस्। धन्यवाद।